नमस्ते सर। नमस्कार। लुम्बिनी 24 टिभीमा तपाईलाई स्वागत छ। धन्यवाद सर। सर तपाईको यो कार्यक्रम मर्चवारमा गर्नुको मुख्य आशय के हो? यो हाम्रो अभियान चाहिँ मर्चवार क्षेत्रमा गर्नुको कारण यहाँको जनतालाई चाहिँ सर्वाधिक धेरै रगतको आवश्यक पनि पर्ने सर। जस्तै कोटैमाई, आज हामी चाहिँ कोटैमाई गाउँपालिकामा छौँ। कोटैमाई गाउँपालिकामा झन्डै तपाईँको 257 पिन्ड रगत गएको आर्थिक वर्षमा चाहिँ यहाँको जनताले चाहिँ पाउनु भएको छ। हजुर सर। भनेको मतलब 257वटा पोका, हजुर 257 जना डोनरले चाहिँ रक्तदान गरेर चाहिँ यहाँको जनताले पाउनु भएको छ भनेपछि यो क्षेत्रबाट पनि रगत चाहिँ जानुपर्छ। किनभने लिने मात्र होइन कि आफूले पनि दिनुपर्छ भन्ने हेतुले चाहिँ हामीले चाहिँ यी क्षेत्रहरूमा चाहिँ रक्तदान कार्यक्रमको अभियान चलाइरहेका छौँ। खासै तपाईँको संस्थाको विस्तृत जानकारी दिनु। तपाईँ कुन संस्थाबाट? एकदमै सर, धन्यवाद। हामी चाहिँ नेपाल नियमित रक्तदाता सङ्घ, जुन 2061 सालमा स्थापना भएको संस्था, रूपन्देही जिल्लाबाट स्थापना भएको संस्था। हाल अहिले हाम्रो केन्द्र पनि रूपन्देही जिल्लामै छ र सँगसँगै हामी विभिन्न क्षेत्रमा, विभिन्न जिल्लाहरूमा चाहिँ शाखा विस्तारको क्रममा रहिरहेका छौँ। हामी चाहिँ यो सञ्जाललाई, रक्तदाताको सञ्जाललाई चाहिँ देशव्यापी रूपमा पुर्याएर रगतको सहजीकरण गर्नको लागि हामी एउटा पुलको जरिया बनिरहेको छौँ सर। जस्तै रक्त सञ्चारसँग चाहिँ हामी चाहिँ एउटा जरियाको रूपमा छौँ। हामी ब्रिज भएर काम गरिरहेको छौँ। विभिन्न क्षेत्रहरूमा जाँदै त्यो स्थानमा चाहिँ रक्तदाताहरू वृद्धि गर्ने, नयाँ रक्तदाताहरूको खोजी गर्ने यो संस्थाले चाहिँ गर्दै आइरहेको छ। हालैमा हामी चाहिँ गएको वर्ष चाहिँ नेपाल नियमित रक्तदाता सङ्घले नेपालमै पहिलोचोटि चाहिँ रूपन्देही जिल्लाभरि नै, एउटा जिल्लाभरि नै विभिन्न पालिकाहरूसँग चाहिँ समन्वय गरेर चाहिँ झन्डै 3.5। हजुर सर, एउटा गुनासो के छ जनताहरूको सर? हामी ब्लड डोनेसन गरिदिए पनि तर हस्पिटलमा जाँदाखेरि छैन, सधैँ छैन भने आफू डोनेसन गरे पनि रगत समयमा उपलब्ध हुँदैन भन्ने गुनासो छ। त्यसको के हो सत्य छ त्यसको? यो एउटा कस्तो छ भने सर, मैले अघि हजुरलाई जानकारी गराएँ। एउटा यो कोटैमाई गाउँपालिकामा त तपाईँको 257 पिन्ड रगत चाहिँ यहाँको जनताले पाउनु भएको छ। भनेको मतलब रूपन्देही जिल्लामा झन्डै 38,000 युनिट रगत चाहिँ सप्लाई भइरहेको छ। हजुर सर। माग छ, डिमान्ड छ होइन, उहाँहरू चाहिँ सप्लाई भइरहेको छ भनेपछि 38,000 युनिट भनेको दिनको 120 युनिट, झन्डै 120 युनिट रगत चाहिँ डेली बेसमा चाहिँ सप्लाई भइरहेको छ। त्यसलाई पूर्ति गर्नलाई त हामी जनताले त रक्तदान गर्नु पर्यो नि त। हामीले रक्तदान नगर्ने अनि रगत चाहियो मात्र भनिसकेपछि त त्यसको त कुनै पनि रहेन नि त होइन। हामीले त्यो कारणले चाहिँ स्थानीय सरकारले तपाईँहरूलाई कतिको सहयोग पुर्याएको छ? स्थानीय सरकारबाट सहयोग भन्दा पनि सर, हामी चाहिँ अहिले चाहिँ समन्वय गरेर हिँडिरहेका छौँ। सहयोग त अब विभिन्न क्षेत्रमा जस्तै हामीसँग समन्वय गरेर चाहिँ कार्यक्रमहरू त आयोजना गर्नुभएको छ। त्यसलाई लबिङ केही अलि बढी गर्नुपर्ने छ हामीले। तर चाहिँ अहिले पछिल्लो चरण चाहिँ एउटा गएको वर्षदेखि चाहिँ विभिन्न रूपन्देहीको हकमा विभिन्न पालिकाहरूले चाहिँ समन्वय गरेर चाहिँ रक्तदान क्षेत्रमा चाहिँ उहाँहरू चाहिँ आफै पनि सक्रिय भएर चाहिँ लाग्नुभएको छ। लगभग सर हाम्रो दैनिक रूपमा कति ब्लड डोनेसन गर्यो भने यहाँको मान्छेहरूले मर्चवारको जनतालाई परिपूर्ति गर्न सकिन्छ भन्ने जस्तो लाग्छ? मर्चवार क्षेत्रको हिसाब गर्ने हो भने सर, झन्डै तपाईँको 1000 युनिट रगत चाहिँ वार्षिक रूपमा चाहिँ आएको देखिरहेछ है डाटाबेसमा। झन्डै 1000 युनिट भनेको मतलब यहाँको जनताले वार्षिक रूपमा चाहिँ 1000 युनिट रगत चाहिँ सङ्कलन गर्नु पर्यो। भनेको हामी यो मर्चवार क्षेत्रमा 3टा पालिका छौँ, मर्चवारी, समरीमाई र कोटैमाई। त्यो क्षेत्रमा चाहिँ हामीले चाहिँ वर्षमा 1000 युनिट रगत सङ्कलन गर्न सक्यो भने यहाँको जनताले चाहिँ सर्वसुलभ रूपमा चाहिँ पाउनुहुन्छ, सजिलो रूपले। हजुर सर। अच्छा सर, हुन्छ सर, धन्यवाद सर। धेरै धेरै धन्यवाद सर। यस्तै सेवा